नमस्ते साथीहरू, वेलकम टु इजी इङ्ग्लिस नेपाल। म तपाईँहरूलाई इजी र सिम्पल वेमा इङ्ग्लिस सिकाउँछु। यदि तपाईँ बिगिनर हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि एकदम युजफुल हुनेछ। आज हामी इङ्ग्लिसको एकदम बेसिक कुराहरू सिक्नेछौँ। यो भिडियो हेरिसकेपछि तपाईँले डेली युज हुने धेरै इङ्ग्लिस वर्ड्स र सेन्टेन्सहरू बोल्न सक्नुहुनेछ। सो भिडियो स्किप नगरी लास्टसम्म हेर्नुहोस्। What are you doing now? What are you doing now? तपाईँ अहिले के गर्दै हुनुहुन्छ? तपाईँ अहिले के गर्दै हुनुहुन्छ भन्नको लागि What are you doing now भनेर भन्नुपर्छ। I am talking with my friend. I am talking with my friend. म मेरो साथीसँग कुरा गर्दैछु भन्नको लागि चाहिँ I am talking with my friend. म मेरो साथीसँग कुरा गर्दैछु। Where do you live? Where do you live? तपाईँ कहाँ बस्नुहुन्छ? यदि तपाईँले तपाईँ कहाँ बस्नुहुन्छ भनेर सोध्नु पर्यो भने चाहिँ Where do you live भनेर भन्नुपर्छ। I live in Nepal. म नेपालमा बस्छु। I live in Nepal. म नेपालमा बस्छु। ल हजुरहरूले पनि भन्नुहोस् त I live in Nepal. How old are you? How old are you? तपाईँको उमेर कति हो? तपाईँको उमेर कति हो भनेर सोध्नु पर्यो भने चाहिँ How old are you भनेर सोध्नुपर्छ। How old are you? तपाईँको उमेर कति हो? I am 20 years old. I am 20 years old. म 20 वर्ष भएको छु। म 20 वर्षको छु। I am 20 years old. What do you do? What do you do? तपाईँ के गर्नुहुन्छ? यदि तपाईँले सोध्नु पर्यो तपाईँ के गर्नुहुन्छ भनेर सोध्दा इङ्ग्लिसमा What do you do भनेर सोध्नुपर्छ। I am a student. I am a student. म विद्यार्थी हुँ। I am a student. म विद्यार्थी हुँ। Do you speak English? Do you speak English? के तपाईँ अङ्ग्रेजी बोल्नुहुन्छ? तपाईँले सोध्नु पर्यो कसैलाई Do you speak English? के तपाईँ अङ्ग्रेजी बोल्नुहुन्छ? ओहो यसरी सोध्नुपर्छ है त। Yes, a little. Yes, a little. हो अलिकति। Yes, a little. अलिकति। हो अलिकति। Yes, a little. I am learning English. I am learning English. म अङ्ग्रेजी सिक्दैछु। हजुरहरू पनि सिक्दै हुनुहुन्छ है। I am learning English. म अङ्ग्रेजी सिक्दैछु। That's great. That's great. त्यो राम्रो हो। That's great. त्यो राम्रो हो। That's great. ल हजुरहरूले भन्नुहोस् त Can you teach me? Can you teach me? के तपाईँ मलाई सिकाउन सक्नुहुन्छ? Can you teach me? के तपाईँ मलाई सिकाउन सक्नुहुन्छ? Of course. अवश्य। Of course. अवश्य। हो म सिकाउँछु हजुरलाई Of course भन्नु पर्यो भने चाहिँ Of course अवश्य म सिकाउँछु। Let's practice together. Let's practice together. सँगै अभ्यास गरौँ। Let's practice together. सँगै अभ्यास गरौँ। I like learning English. I like learning English. मलाई अङ्ग्रेजी सिक्न मनपर्छ। हजुरहरूलाई मनपर्छ कि नै? ल हजुरहरूले भन्नुहोस् त फेरि I like learning English. मलाई अङ्ग्रेजी सिक्न मनपर्छ। English is important. English is important. अङ्ग्रेजी महत्त्वपूर्ण छ। English is important. अङ्ग्रेजी महत्त्वपूर्ण छ। हो नि महत्त्वपूर्ण छ हेर्नु त English is important. Don't be afraid. Don't be afraid. नडराउनुहोस्। Don't be afraid. नडराउनुहोस्। Speak with confidence. Confidence भनेको चाहिँ आत्मविश्वास है। Speak with confidence. आत्मविश्वासका साथ बोल्नुहोस्। Speak with confidence.
आत्मविश्वासका साथ बोल्नुहोस्। What time is it? What time is it? अहिले कति बज्यो? What time is it? अहिले कति बज्यो? अहिले कति बज्यो भन्नलाई इङ्ग्लिसमा What time is it भनेर भनिन्छ। It is 7 o'clock. It is 7 o'clock. 7 बजेको छ। It is 7 o'clock. 7 बजेको छ। I am late. I am late. म ढिला भएँ। I am late. म ढिला भएँ। Hurry up. Hurry up. छिटो गर्नुहोस्। Hurry up. छिटो गर्नुहोस्। Hurry up. छिटो गर्नुहोस्। Let's start. Let's start. सुरु गरौँ। Let's start. सुरु गरौँ। Let's start. सुरु गरौँ। ल हजुरहरूले पनि भन्नुहोस् त। Are you busy today? Are you busy today? के तपाईँ आज व्यस्त हुनुहुन्छ? के तपाईँ आज व्यस्त हुनुहुन्छ भनेर सोध्नको लागि Are you busy today? भनेर सोध्ने गरिन्छ। Are you busy today? के तपाईँ आज व्यस्त हुनुहुन्छ? No, I am free. No, I am free. होइन, म फुर्सदमा छु। No, I am free. होइन, म फुर्सदमा छु। ल हजुरहरूले भन्नुहोस् त। Can we meet tomorrow? Can we meet tomorrow? के हामी भोलि भेट्न सक्छौँ? Can we meet tomorrow? के हामी भोलि भेट्न सक्छौँ? भोलि भेट्न सक्छौँ हामी भन्नको लागि चाहिँ इङ्ग्लिसमा कसरी सोधिँदो रहेछ त? Can we meet tomorrow? भनेर सोध्ने गरिन्छ। Sure, no problem. पक्का, कुनै समस्या छैन। Sure, no problem. पक्का, कुनै समस्या छैन। ल हजुरहरूले ट्राई गर्नुहोस् त। See you tomorrow. See you tomorrow. भोलि भेटौँला। See you tomorrow. भोलि भेटौँला। भोलि भेटौँला है भन्नको लागि इङ्ग्लिसमा see you tomorrow भनिँदो रहेछ। What is your favorite food? तपाईको मनपर्ने खाजा के हो? या तपाईको मनपर्ने खाना के हो भनेर सोध्नको लागि अङ्ग्रेजीमा What is your favorite food? भनेर सोध्नुपर्छ है। I like momo. अघि तिम्रो फेभरेट फुड के हो भनेर सोध्दै थिएँ। अहिले I like momo. मलाई मोमो मनपर्छ। I like momo. मलाई मोमो मनपर्छ। ल हजुरहरूलाई के मनपर्छ? कमेन्टमा गर्नु होला है। What is your favorite color? What is your favorite color? तपाईको मनपर्ने रङ के हो? यदि तपाईले आफ्नो साथीलाई या कसैलाई तिम्रो मनपर्ने रङ के हो भनेर सोध्नु पर्यो भने अङ्ग्रेजीमा What is your favorite color भनेर सोध्नुपर्छ। My favorite color is blue. My favorite color is blue. मेरो मनपर्ने रङ नीलो हो। मेरो मनपर्ने रङ नीलो हो भन्नलाई अङ्ग्रेजीमा My favorite color is blue भनेर भन्नुपर्छ है। Do you like music? Do you like music? के तपाईलाई संगीत मनपर्छ? के तपाईलाई संगीत मनपर्छ भन्नको लागि अङ्ग्रेजीमा Do you like music? भनेर सोध्नुपर्छ है। Do you like music? Yes, I do. हो, मनपर्छ। Yes, I do. मनपर्छ। मलाई म्युजिक असाध्यै मनपर्छ। Yes, I do. हो, मनपर्छ। Yes, I do. हो, मनपर्छ। आजको भिडियो यति नै। यो भिडियोबाट केही नयाँ सिक्नुभयो भने भिडियो लाइक गर्नुहोला र यस्तै इङ्ग्लिस लेसनको लागि इजी इङ्ग्लिस नेपाललाई सब्स्क्राइब गर्नुहोला। पार्ट 6 मा हामी डेली कन्भर्सेसन इङ्ग्लिस सिक्नेछौँ। Thank you so much for watching. See you in the
नेक्स्ट भिडियो।